अहिले आम नागरिकले खोजिरहेका छन् हर्क, बालेन, रवि या कुलमान, यी सबै जो वैकल्पिक शक्तिहरू छन् या गोपी हमाल सबै चाहिँ एक ठाउँमा आइदिनु पर्यो। जति पनि यो वैकल्पिक उम्मेदवार हुनुहुन्छ अब जुट्नु पर्ने दिन आयो कि आएन? अब चाहिँ आयो। मैले त भन्दैछु त, जुटौँ, तपाईँकै यो मिडिया मार्फत भन्नु, जुटौँ, जुटौँ है। कुलमानजी, तपाईँ, बालेनजी, गोपी हमाल, रवि लामिछाने जुटौँ, सबै जुटौँ। ल मैले भने ल जुटौँ नि त, जुटौँ न त। आफ्नो पर्सनल इगो फाले जुटौँ। किनकि अब तपाईँहरू नमिले यो देश सकिँदैछ। त्यो चाहिँ तपाईँले भन्ने कुरा हो, मिल्ने नमिल्ने भन्ने कुरा जुन भन्नुभयो त्यसमा त म त मिलौँ भन्छु, किन नमिल्ने? म त सबैलाई मिलौँ भन्छु। मैले त बारम्बार श्रमको अभियानमा पनि भन्छु, मेरो प्रतिस्पर्धा न एमाले हो, न कम्युनिस्ट, न माओवादी हो, न रासपा हो। मेरो प्रतिस्पर्धा भनेको चाइना र इन्डिया हो। केमा अर्थ, केहीमा होइन, विकास र निर्माणमा। त्यो स्पिरिटका साथ अगाडि बढ्नुपर्छ होइन। उहाँहरूको पनि विचार होला, त्यो सुन्छु नि म। मेरो चाहिँ यो विचार हो है, प्रत्येक नेपाली श्रम गर्नुपर्छ, प्रत्येक नेपालीलाई म श्रमदान गराउँछु। मेरो भिजन के छ म दुई चारवटा तपाईँलाई अलिकति कृपया। म यो देशको तपाईँको त्यस्तो प्रमुख ठाउँमा पुगेँ भने 3 दिन मात्रै अफिस लाग्छ, 4 दिन हामी श्रम गर्छौँ हप्तामा है। तपाईँको उत्पादन, निर्माण र आविष्कार अन्वेषण, यो 3टा क्षेत्रमा 4 दिन हाम्रो त्यो हुन्छ। मन्त्रालय योहरू पनि त्यो 7 दिन खोल्नु पर्दैन क्या। स्कुल पनि त्यही हो, 4 दिन चाहिँ प्र्याक्टिकलमा गइहाल्नुपर्छ है। उत्पादन छैन नि त देशमा, अनि उत्पादन धेरै बनाइसकेपछि चाहिँ के हो त भन्नु, सस्टेन हुनु पर्यो, त्यसपछि एक्सपोर्टमा जानु पर्यो। अहिले त सबै इम्पोर्ट छ नि त होइन। करेक्ट। खरबौँ रेमिटेन्स ल्याइन्छ, चामल किन्दा दाल किन्दै गइहाल्छ, राम्रो लुगा लगाएकै छैन होइन। यही उत्पादन गर्नुपर्छ। अनि हाम्रो उपभोग्य सामग्रीहरू, सेवा सुविधाहरू हामी आफैले उत्पादन गरेर उपभोग गर्ने सुरुमा एक्सेसमा त्यो गर्न सक्यो भने एक्सपोर्ट पनि गर्ने। मेरो भिजन यो हो है। अब हाम्रो बालेनजीको भिजन के हो होइन, हाम्रो गोपी हमालजीको भिजन के हो, रवि लामिछानेजीको भिजन के हो, त्यो मलाई देख्नु पर्यो। उहाँहरूको भिजन छैन भने मेरो भिजनमा हिँड्नुपर्छ।